महावीर पुन्जीलाई भेट्यौँ। तस्बिर देखाएको थिएँ मैले। हामी चाहिँ कस्तो मान्छेलाई भेट्दैछौँ भन्दाखेरि जो मान्छेले जिन्दगी नै असल कामको लागि मात्रै बिताएको छ क्या। आज हामी सुनौं नेपालका एक महान इनोभेटर, शिक्षक, समाजसेवी र परिवर्तनका प्रतीक महावीर पुनको जीवन कथा। एक यस्तो सोच जसले इन्टरनेटलाई नेपालको दुर्गम गाउँसम्म पुर्यायो। यो हो सङ्घर्ष, सफलता र देशप्रतिको समर्पणको प्रेरणादायी यात्रा। बाल्यकाल। उनी जन्मिएका थिए सन् 1955 जनवरी 22मा म्याग्दी जिल्लाको नाङ्गी गाउँमा, जहाँ न सडक थियो न अस्पताल न आधुनिक शिक्षा। सानो उमेरमै उनले बुझिसकेका थिए, ज्ञान बिना विकास सम्भव छैन। तर साधन थिएन, सुविधा थिएन, थियो त केवल सपना। शिक्षा यात्रा। धेरै सङ्घर्षपछि महावीर पुन अमेरिका पुगे। युनिभर्सिटी अफ नेब्रास्कामा विज्ञान शिक्षा र शैक्षिक प्रशासन पढे। A dream or vision. In my case, my vision was the passion for my people of Nepal to find ways to create better educational opportunities by building schools and colleges in the remote rural areas. त्यही उनले पहिलो पटक इन्टरनेटको शक्ति देखे र मनमनै सोच बनाए, यदि यो प्रविधि मेरो गाउँमा पुगे भने कति जीवन बदलिन्थ्यो होला। त्यही सोच लिएर उनी नेपाल फर्किए। गाउँ फर्किएपछि। नेपाल आएपछि उनी शिक्षक बने। गाउँका बच्चालाई पढाउन थाले। तर उनले महसुस गरे शिक्षा मात्र काफी छैन, जानकारीको पहुँच पनि चाहिन्छ। त्यसपछि सुरु भयो एउटा ऐतिहासिक अभियान, वायरलेस इन्टरनेट प्रोजेक्ट। सन् 2002मा सुरु भयो नेपाल रुरल वायरलेस नेटवर्किङ प्रोजेक्ट। लक्ष्य एकै थियो, दूरदराज गाउँलाई इन्टरनेटसँग जोड्ने। पहाड चढे, तार ताने, एन्टेना बोके। कतिपटक असफल भए, तर हार मानेनन्। बिस्तारै 13 गाउँ, त्यसपछि 15 जिल्ला, 175 भन्दा बढी गाउँ इन्टरनेटमा जोडिए। विद्यार्थी अनलाइन पढ्न थाले, डाक्टरले टेलिमेडिसिन गरे, किसानले मौसम हेर्न थाले। सानो गाउँ अब विश्वसँग जोडियो। Perspective can be a little bit different because I come from the grassroots level, especially in the rural areas of Nepal. So for me, open and free internet. एसियाको नोबेल प्राइज, इन्टरनेट हल अफ फेम, जोनाथन पोस्टेल अवार्ड, अशोका फेलोशिप। नेपालको नाम विश्वमा चम्कियो। Thank you very much for inviting me to speak. इनोभेसन सेन्टर र उद्योग। पछि उनले स्थापना गरे नेशनल इनोभेसन सेन्टर, जहाँ नेपाली युवाहरू ड्रोन, मेडिकल उपकरण, कृषि टेक्नोलोजीमा काम गर्न थाले। त्यति मात्र होइन, वीरगञ्ज कृषि औजार उद्योग बचाउन उनले आफ्नै किताब बेचेर पैसा जुटाए। उनको सोच थियो, देश विदेशी सहयोगले होइन, आफ्नै अनुसन्धानले बन्छ। राजनीति। 2025मा उनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बने। सरकारी सुविधा अस्वीकार गरे, साधारण जीवन रोजे। उनको राजनीति पदका लागि होइन, परिवर्तनका लागि थियो। जीवन दर्शन। महावीर पुन भन्छन्, ज्ञान सबैसम्म पुग्नुपर्छ, प्रविधि गाउँसम्म जानुपर्छ, अनुसन्धान बिना देश बन्दैन। उनको जीवन प्रमाण हो, एक व्यक्तिले चाह्यो भने देश बदल्न सक्छ। महावीर पुन केवल व्यक्ति होइनन्, उनी एउटा आन्दोलन हुन्, एउटा प्रेरणा हुन्, जसले गाउँलाई विश्वसँग जोडिदिए, युवालाई सपना देखाए र नेपाललाई डिजिटल युगमा प्रवेश गराए। यो कथा हो सङ्घर्षको, यो कथा हो विश्वासको, यो कथा हो महावीर पुनको। भिडियो मन परे च्यानललाई सब्स्क्राइब गरिदिनुहोला।